हेलो साथीहरु, आजसम्मको जिन्दगीमा तपाईले कोही न कोहीसँग केही न केही त अवश्य केही माग्नु भएको होला हैन। कोही जो पनि होस् के, तपाई म हामी हैन सबैजना के केही न केही त पक्कै माग्नु भएको होला के, कोही न कोहीसँग के। आज हामी भगवानसँग मागौँ के। आज हामी भगवानसँग माग्ने चाहिँ के त नि, शक्ति माग्ने कि धन माग्ने कि वैभव विलास माग्ने हैन, कि के राजभोग माग्ने, के माग्ने त नि भगवानसँग। एक्चुअलीमा हामीले भगवानसँग के माग्नु पर्ने त है। एकदम राम्रो क्वेशन छ हैन। भगवत गीताले यसको के जवाब दिन्छ भनेपछि ध्यानले सुनौँ है। वास्तवमा हामीले भगवानसँग हैन आत्मिक ज्ञान माग्ने हो के, आत्मिक सुख माग्ने हो के। यो संसारको लागि मात्र होइन के, पछि अनन्त जीवनको लागि, अनन्त त्यो जीवन जहाँ मान्छे मृत्यु र जीवनको जालमा फस्दैन के, जीवन र मृत्युको जालमा फस्दैन, त्यहाँभन्दा पनि माथि के, त्यहाँभन्दा मतलब अगाडिको जिन्दगी के हैन। त्यो जिन्दगी चाहिँ रियल जिन्दगी हो के, त्यो जिन्दगी माग्ने हो के भगवानसँग। यो भौतिक सुख माग्ने होइन के, भगवान मलाई यो दिनुस्, मलाई त्यो दिनुस्, मेरो लागि यो गरिदिनुस्, मेरो लागि त्यो गरिदिनुस्, त्यो माग्ने होइन। भगवानसँग सिम्पली कुरामा प्रार्थना गर्दाखेरि के भन्ने हो भनेपछि, हे भगवान तपाईको म छोरा, मलाई माया गर्नुस् प्रभु, तपाईप्रति मेरो श्रद्धा र प्रभु तपाईले मलाई मद्दत गर्नुस्। म एउटा अनजान व्यक्ति हो, तपाईको शरणमा आएको छु प्रभु, मलाई गाइड गर्नुहोस्, मलाई तपाईको मद्दतको अति नै आवश्यकता छ प्रभु। हे प्रभु मलाई बाटो देखाउनुहोस्, मलाई सत्यको बाटोमा चल्ने शक्ति दिनुस् प्रभु, मलाई हमेशा मलाई ज्ञान दिनुस्, मेरो ज्ञान र शक्तिले म सामाजिक कल्याण गर्न सकूँ प्रभु। म आफ्नो साथीभाइहरूलाई आफ्नो समाजमा राम्रो ज्ञानको प्रचार गर्न सकूँ, तपाईको प्रचारले सबैजना मान्छेको जीवन कल्याण हुन सकूँ भनेर मलाई यस्तो बुद्धि विवेक दिनु। र हे प्रभु मलाई यो जीवन र मृत्युको जालबाट मलाई हटाएर मलाई राम्रो अनन्त जीवनको भागीदारी बनाउनु प्रभु। मलाई यो भौतिक जीवनलाई मलाई हटाएर मलाई पछिसम्मको जिन्दगी दिनु भनेर भगवानसँग प्रार्थना गर्ने हो के हैन। सो गाइज यसरी प्रार्थना गर्ने हैन, भगवानसँग यो माग्ने हो के, न कि पैसा धन दौलत योहरू माग्ने भने के। योहरू माग्ने चिजै होइन, योहरू त तिमी मेहनत गरेर कमाउन सकिन्छ, तर यो चिज जुन अनन्त जीवन छ नि त्यो चाहिँ तिमी तपस्या गरेर मात्र आर्जन गर्न सकिन्छ। तर आजको समयमा त तपस्या गर्न साध्य छैन, तर तिमी कीर्तन भजन गरेर राम्रो काम गरेर भगवानको राम्रो बानीहरू पढेर भगवानको हरेक एकदमै मूल्यवान शब्दहरू सिकेर पढेर हैन ज्ञान आर्जन गरेर तिमी आफ्नो जीवन सार्थक बनाउन सकिन्छ भनेर राम्रो ज्ञान दिएको छ भगवत गीताले। सो थ्याङ्क यू सो मच गाइज। भिडियो कस्तो लाग्यो हैन लाइक र कमेन्ट गरिदिनु होला। म पनि त्यति ज्ञानी छुइनँ है, म नि सिक्दैछु, म नि सिकाउँदैछु। मलाई जति ज्ञान छ म त्यो ज्ञानको आधारमा बोल्दैछु। के त म नि सही छु भनेर त छैन भन्न सक्दिनँ, तर म गलत पनि छुइनँ, किनकि यदि म गलत भएको भए मलाई भगवान श्रीकृष्णले मलाई बोल्ने साहसी बनाउनु हुन्थेन होला। र उहाँको जे छ उहाँको आशीर्वाद छ हैन, उहाँप्रति मेरो कोटी नमन हैन। जे म आज जहाँ छु हैन उहाँको कारणले गर्दा छु, म एकदमै खुसी छु। र तपाईँ सामु यो भिडियो आइरहेको छ भने तपाईँ पनि कति भाग्यमानी हुनुहुन्छ कि तपाईँले मेरो थ्रु तपाईँले भागवत गीताको बारेमा केही कुरा ज्ञान सुन्न पाइराख्नु भएको छ, केही ज्ञान आर्जन गर्न पाइराख्नु भएको छ। तपाईले पनि आफैलाई धेरै भाग्यशाली ठान्नुस्, म पनि एकदमै भाग्यशाली छु है। सो गाइज थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई, टेक केयर।